अहिले पार्कमा आएको छु जस मिनी पार्क उसको लाइफहरु कस्तो चल्दैछ हैन हामी के काम गरिरहेको छु ग्रीसमा आउँदा कस्तो छ साथै नयाँ च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने यो च्यानल सब्स्क्राइब गर्नु होला भिडियो लाइक गर्नु होला सल्लाह सुझावको लागि कमेन्ट गर्नु होला आज हाम्रो सरहरु हुनुहुन्छ के कुराहरु छलफल गर्ने छु भएको कुराहरु तपाईहरुमा यो भिडियोमा शेयर गर्ने छु ग्रीसमा कस्तो जसै अब ठाउँ-ठाउँबाट हैन ठाउँ-ठाउँबाट आउनु भएको छ ठाउँ भन्नु खोजे तपाईको युरोपियन युनियनबाट सेन्जेन जोनबाट सबै त्यही हो आउने ग्रीसको लाइफ कस्तो चल्दैछ कमाई कस्तो छ अनि यहाँ कार्ड बन्चेको बन्दैन अनि तपाईको व्हाइट कार्ड के भनेको सो गाइस हामी केही ग्रीसको बारे डिस्कस गर्दैछौँ हैन नजानेका कुराहरु यहाँ भोगेका कुराहरु सम्पूर्ण यस भिडियोमा तपाईहरुलाई इन्फर्मेसन दिनेछौँ ग्रीसमा कस्तो लाइफ चलिरहेको छ के काममा कति छ भन्ने कुरा सम्पूर्ण कुरा यो भिडियोमा तपाईले इन्फर्म गर्ने साथसाथै तपाई अरु कन्ट्रीबाट आउँदा कस्तो सहज हुन्छ के गाह्रो छ कति तिर्नु पर्छ भन्ने कुरा डिस्कस गर्न हाम्रो योगेश सर हुनुहुन्छ डमर सर हुनुहुन्छ उहाँले केही इन्फर्मेसन दिनुहुन्छ मैले केही कुराहरु शेयर गर्ने छु सो तपाईहरु ग्रीसको लाइफ कस्तो चल्दैछ हैन ग्रीसको लाइफ अहिलेसम्म अब ठिकै जस्तो लागिरहेछ मलाई चाहिँ म पनि आएको धेरै भएको छैन करिब त्यही 8-9 महिना जति भयो अब यहाँको यसो अब बुझ्दाखेरि अब लिगली आउँदा त धेरै राम्रै बेटरै छ अब इलिगल बस्नेहरुलाई पनि त्यस्तो नराम्रो चाहिँ छैन ज्युस अब अलिकति त्यही त हो यतातिर अब ठेकदारहरु भन्छन् अब त्यसले अलिकति अब नराम्रो कामहरु यता ठाउँ अनुसारले गरिरहेछन् अब जस सबैतिर एउटै हुँदैन सबै एउटै मान्छे नै हुँदैन कति राम्रो पनि छन् कति नराम्रो पनि छन् अब को कस्तोमा परिन्छ भन्ने कुराहरु हुन्छ त्यो हिसाबले जो समग्रमा राम्रै छ भनौं नम्बर सर अब के छ ग्रीसमा आइसकेपछि कमाई कस्तो छ युरोपियन युनियनबाट आउँदा र तपाईको सेन्जेन जोनबाट आउने भनेको त्यही यही ग्रीस भनेको फुल सेन्जेन हो सबभन्दा युरोपको सबभन्दा तपाईको पहिलो चोटी सेन्जेन जोनमा गएको ग्रीस हो यसमा कमाई कस्तो छ जस्तै इलिगल आउँदा कस्तो हुन्छ र कमाई कति छ अनि एग्रिकल्चरको कमाई कस्तो छ भनौं अब यस्तो अब कमाई त अब ग्रीसमा ठिकै छ हैन अब अरुतिर भन्दा अब ग्रीसमा ठिकै छ कमाई यसो बुझ्दाखेरि हेर्दाखेरि हैन तर पनि अब यहाँ चाहिँ अब त्यही त हो काठको लागि हल्का अब प्रब्लमै छ भन्छन् सबैले अब हामी त नयाँ अब भर्खर आएको अब अरूको मुखदेखि सुनेको कुराहरु हो हैन अब आफूले जबसम्म भोगिन्न तबसम्म थाहा हुँदैन नि त अब अरु ठिकै छ अब कामहरु त्यही हो सिजन स्ट्रबेरी मालदाहरुको सिजन ल्याउने हो यही हान्ने हो सिजन हान्ने हो बस्ने हो उहाँले भन्नु खोजेको ग्रीसको लाइफ बेटर ठिकै छ यदि तपाई कार्डको लागि ग्रीस प्लानिङ फ्युचर गर्ने प्लानिङ हुनुहुन्छ भने राम्रो छैन फ्याक्ट कुरा गर्छु म यदि तपाई कमाउनको लागि हो भने ग्रीस बेटर छ कमाउनको अप्सन ग्रीस राम्रो छ के कमाउन राम्रो छ इन्कम राम्रै गर्न सक्नुहुन्छ यदि तपाईले धेरै क्वेशन पनि के गर्नु भयो थियो सेन्जेन जोन तपाईको युरोपियन युनियनबाट ग्रीस आइसकेपछि लिगल वे हुन्छ कि इलिगल हुन्छ भन्ने कुरो भन्छ यो चाहिँ पुरै इलिगल या तपाईको जुनसुकै सेन्जेन जोनको टीआरसी ल्याउनुस् पोर्चुगल र तपाई स्पेन बाइक अरुको टीआरसी ल्याउनुहुन्छ लिएर आउनुहुन्छ भने इलिगल नै हुन्छ किन पासपोर्ट भयो भने इलिगलै हुन्छ अरु कन्ट्रीको तपाई भिजा लाग्यो भने ग्रीसको लागि हुँदैन अर्को कुरा तपाई लिगल वे हुने भनेको अप्सन भनेको व्हाइट कार्ड बनाउनु भयो भने तपाईको यदि ग्रीस भरि तपाईहरुले व्हाइट कार्ड सजिलैसँग तपाईको ट्राभल गर्न सक्नुहुन्छ ग्रीसमा मात्रै ट्राभल गर्न सक्नुहुन्छ है अरु कन्ट्री तपाईले गर्न सक्नुहुन्न अर्को कुरा लिगल वेले काम गर्नु जुनसुकै ठाउँ पनि काम गर्न सक्नुहुन्छ ग्रीसमा एग्रिकल्चर जति व्यक्तिहरु सेन्जेन जोनबाट नन सेन्जेन जोनबाट ग्रीस आउँछन् ती व्यक्तिहरु सबै हुने इलिगल हो इलिगलमा के छ त इलिगल काम गर्दा तपाईको पैसा कति कमाइ हुन्छ उहाँले अलरेडी पहिले नै भनिसक्नु भएको छ राम्रो छ कमाइको लागि ग्रीस भने बेटरै छ यदि तपाई कमाउने सोच राखेर तपाई ग्रीस आउनुहुन्छ भने ठिकै छ अब त्यसमा डिफरेन्ट के हुन्छ भन्दाखेरि तपाईको ठेकदार राम्रो पर्यो भने तपाई एकदम बेटर कमाइ हुन्छ यदि ठेकदार त्यस्तै भयो पेन्डिङ लान्छ धेरै जसोको मान्छेको पैसा हाल्दिदैन हैन त्यस्तो भयो भने एकदम गाह्रो हुन्छ हैन किन हामी कमाउन आएको मान्छे यहाँ खाएर बस्ने त हैन नि त सो त्यो तपाईहरु नि आउने प्लानिङ सोच गरिराख्नु भएको छ भने ठेकदार एकदम राम्रो खोजेर आफ्नो साथीहरु भाइहरु कोही छन् भने खोजेर तपाई आउन सक्नुहुन्छ नेपालमा भोगडेर मौसम भन्छन् यहाँ माल्टा भन्छन् कुनै 45 सेन्ट देखि लिएर 55 सेन्ट सम्म दिन्छ सुन्तला तपाईको 1 युरो 1.5 युरो पनि दिन्छ
अब माल्टा सकिसकेपछि स्ट्रबेरी चल्ने स्ट्रबेरी पर आवरको तपाईँको 5 युरो दिन्छ है पर घन्टाको त्यसपछि कति गर्ने त्यो आफूमा डिपेन्ड पर्छ सो कमाइको हिसाबले गर्दा नर्मली तपाईँको 1000-1100 चाहिँ कमाउँछन् यदि तपाईँ 30 दिन काम गर्नुभयो भने 1.5 लाख 2 लाख त मजाले कमाइन्छ प्रत्येक महिना 1.5 लाख 2 लाख कमाइन्छ भन्ने छैन किन भन्दा अफ सिजन पनि हुन्छ है यदि तपाईँ अरू कन्ट्रीबाट ग्रिस आउने प्लानिङ सोच गरिराख्नु भएको छ दुःखको पीडा म पनि सेन्जेन जोनबाटै आएको बुल्गेरियाबाट तपाईँले थाहा पाइसक्नु भयो होला भिडियो हेरिसकेपछि अलरेडी मैले कन्टिन्यू बुल्गेरियाको भिडियो तपाईँलाई इन्फर्मेसन दिइराखेको छु सो मेरो पीडा सरहरूको पीडा के छ इलिगल आउँदाखेरि कति दुःख कष्ट हुन्छ पैसा कति तिर्नुपर्छ एक्ज्याक्टली पैसा त भन्दैन तर त्यही पनि तलमाथि त भइहाल्छ केही कुरा पनि तपाईँहरूले राख्नेछु सो तपाईँहरू कुन ठाउँबाट आउनुभयो यहाँ ग्रिस अनि दुःखको पीडा कस्तो भयो त्यो सेयर गर्नु होला सुरुमा चाहिँ अब म नेपालबाट आएको भनेको बोस्निया हो बोस्नियाको भिजा लागेर 6 महिनाको भिजा हुन्थ्यो 6 महिनाको भिजा लगाएर हामी बोस्निया आयौँ बोस्नियामा नि खासै त्यस्तो राम्रो कमाइ मैले नदेखेर चाहिँ अब सेकेन्ड पार्ट कहाँ जाने भनेर सोच्दाखेरि अब अप्सन त धेरै थियो पोर्चुगल थियो अब स्पेन थियो अरू थियो अब त्यहाँनिर चाहिँ भनेको हामीले क्यास तिर्नुपर्ने हुन्थ्यो जुन डङ्कर लाइन थियो उनीहरूलाई अब ग्रिसमा चाहिँ के रहेछ भने अब उनीहरू यतातिर अब धेरै पहिलादेखि बसेकोहरू हुन्छन् जस्तो पाकिस्तानीहरू इन्डियनहरू अनि बङ्गालीहरू उनीहरूले चाहिँ अब यहाँको ग्रिसको भाषाहरू जानिसकेका हुँदोरहेछ उनीहरूले ठेकदारहरूसँग कन्ट्याक्ट गरेर उनीहरूले लोनमा लिन्छ यता ग्रिसमा पैसा हामीले तिर्नु पर्दैन 1 रुपियाँ नि अब बिचमा खानासानाहरू अब टाइममा त मिल्दैन र पनि जस 2 दिन 1 दिनमा जस एक टाइम चाहिँ खानु चाहिँ मिल्थ्यो अब त्यसरी आयो अब बाटोमा अब दुःख सुखको कुराहरू त अब डङ्की गर्नेलाई मात्रै थाहा हुन्छ अब यहाँबाट मैले यसरी यस्तो गरेँ यसरी यो भोगेँ मैले सुनाउनु भन्दा पनि जसले डङ्की गर्नुभएको छ उहाँले बुझिसक्नु होला अब बिचमा त गाह्रै हुन्छ अब एउटा इलिगल रूपले आउनको लागि लिगल सजिलो त छैन अब यहाँ आइसकेपछि तपाईँलाई के हुन्छ भन्दाखेरि अब सुरुमा उहाँ एउटा एमाउन्ट भनिदिएको हुन्छ यति लाग्छ भनेर अब पछि यहाँ हामी ठाउँमा आइसकेपछि त्यो एमाउन्टले पुग्दैन फेरि अब कहिले तल कहिले माथि के हुन्छ जस्तै इक्जाम्पल दिउँ न कोही मान्छेले 1500मा बिल गरेर आयो भने उसको यहाँ आइपुग्दाखेरि कम्तीमा नि 2200-2500 पुग्छ अब त्यो हिसाबले यति नै फिक्स रकम तिरेर आएको भनेको उहीँबाट यति नै आएको भनेको कमै हुन्छ अब लोन तिर्न पनि अब त्यही त उनीहरूले केही रकम दिइसकेपछि उसको केही आउँछ भने त उनीहरूले खर्च गरे हुन्छ नि त त्यो हिसाबले गरेको होला उनीहरूले अब सबै राम्रै हुन्छन् भन्ने पनि हुँदैन सबै नराम्रो हुन्छ भन्ने पनि हुँदैन अब दुईटा नै कुनै राम्रा हुन्छन् कुनै नराम्रा हुन्छन् अब आफ्नो भाग्य कसमा परिन्छ भन्ने कुरो हो सो गाइस किन भन्दा उहाँले भनेको कुरा थाहा पाइसक्नु होला छोटो तरिकाले म भनेछु किन भन्दाखेरि डङ्की भने तपाईँ थाहा हुन्छ भोग्नेलाई थाहा हुन्छ अब जो भन्छ नि म पनि तपाईँको डङ्की हानेर आएको टिआरसी कार्ड हुँदा भिजा भ्यालिड हुँदा नि तपाईँ बुल्गेरियाबाट ग्रिस हान्दा डङ्की हानेर आयो डङ्कीको पिटा अलग हुन्छ अर्को कुरा यदि टिकटक लाइभ सोसियल मिडियाको लाइभ अर्थात् तपाईँको भिडियो हेरेर ग्रिसमा आयो हुनुभयो भने 100% तपाईँले 100% मात्रै होला तपाईँको 100मा 100% तपाईँहरूले स्क्याम हुन्छ किन भन्दाखेरि एउटा एमाउन्ट भनेर ल्याएर यहाँ उसको डबल पे गर्नुपर्ने हुन्छ कि त्यही भएर कसैको लैमा नपर्नु होला यदि तपाईँहरूको आउने चाहने प्लानिङ हुनुहुन्छ सोचिराख्नु भएको छ तपाईँहरूको साथी कोही राम्रो एस्टिमेटर छन् भने तपाईँले त्यो कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ अर्को कुरा मैले तपाईँहरूलाई सुझाव के दिन्छु भने तपाईँ लिगल वे हुनुहुन्छ भने अब यहाँ ग्रिस आएर इलिगल नहुनुहोस् किन भन्दा तपाईँसँग बाध्यता छ आउनै पर्छ भन्ने त्यस्तो छ भने आउँदा ठिक हुन्छ यदि तपाईँसँग अप्सन छ भिजा भ्यालिडी छ कन्ट्याक्ट पेपर लङ भिजा हो भने तपाईँ नआउँदा बेटर हुन्छ किन भन्दा सेन्जेन भन्छ नि त तपाईँको युरोपियन युनियनबाट आउँदा पनि तपाईँको सेन्जेनमा आए पनि त्यो म लिगल वे हुन्छु यो हुन्छु पछिको कुरा नसोच्नु होला एकदम गाह्रो हुन्छ इलिगल सो तपाईँहरूले थाहा पाइसक्नु भएको होला अनि सर तपाईँको अलिकति सेयर गर्नु होला अब उताबाट आउँदाको कुराहरू होइन के छ अब के कारणले यहाँ आउनुभयो यहाँ आइसकेपछि के दुःख पाउनुभयो अलिकति सेयर गर्नु होला हजुर त्यही त हो अब म पनि डङ्की नै लगाएर आएको होइन म पनि त्यही नेपालदेखि सिजनल भिसा हानेर बस्ने आएको थिएँ म पनि बस्नेदेखि नै आएको तर हाम्रो लज चाहिँ फरक हो है त्यो उहाँहरूको फरक हो हाम्रो फरक हो उहाँहरू चाहिँ ग्रिस पनि पहिला छिर्नु भयो हामी चाहिँ उहाँहरूभन्दा लगभग 4-5 महिनाले पछाडि चाहिँ आएको
सो थाहा पाइसक्नु भयो होला किनभने यदि तपाईँहरूको सिजनल भिसा नआउनु मैले धेरैचोटि भनिसकेको छु सिजनल भिसा आउँदैन आउनलाई एकदम तपाईँको एजेन्ट मेन पावरले एउटा भन्छ तपाईँ पैसा पे गरिसकेपछि उसले मतलब गर्दैन सिजनल भिजा आइसकेपछि कन्ट्याक्ट सकिसकेपछि एउटा कन्ट्रीबाट अर्को कन्ट्री मुभ हुनै पऱ्यो कि नेपाल फर्किएर लङ भिजा अप्लाई गर्नुपर्ने हुन्छ धेरै क्वेसन्स के सोध्नु म सिजनलमा आउँछु पछि 3 महिना भ्यालिडिटी सकिसकेपछि लङ भिजामा कन्भर्ट गर्छु भनेर धेरैले माइन्ड मेकअप गरेर आउँछन् एजेन्टले त्यही भन्छ तर त्यस्तो कुरा एजेन्ट कुरा नसुन्नु होला चेन्ज अर्थात् तपाईँको कन्भर्ट हुँदैन सो लङ भिजा लङ कन्ट्याक्टमा आउनु होला आजको भिडियो कस्तो लाग्यो भिडियो लाइक गर्नु होला सल्लाह सुझावको लागि कमेन्ट गर्नु होला नयाँ चाहिँ च्यानल सब्सक्राइब गर्नुभयो भने दिपेन भ्यू च्यानल सब्सक्राइब गर्नु होला सल्लाह सुझावको लागि कमेन्ट गर्नु होला यस्तै इन्फर्मेसन भिडियो तपाईँहरूले हेर्नको लागि थ्याङ्क यू सो मच